सर तपाईँ जुन आउनुभएको छ यहाँ राजपुर नगरपालिका अन्तर्गतमा त्यो तपाईँ जुन नहर सिँचाइको हाकिम हुनुहुन्छ यहाँको बारेमा नहरको सम्बन्धमा तपाईँ केही जुन छ अलिकति राखिदिनु पर्यो सर। नहरको सम्बन्धमा हामी यो अस्तिको बाढी यो जुन 18-19 गते बाढी गएको भने सुन्यौँ त्यसमा हिजो हामी पर्सा जिल्ला र बारा जिल्ला उता आउनु गऱ्यो यताको बाटो चल्ने अवस्था नाजुक थियो त्यसैले आज बिहानै अहिले खाना पनि खाएको छैन अनि यता हाम्रो हुलाकी राजमार्ग हो त्यहाँबाट प्रवेश गरेर गाडी अहिलेको हाम्रो फतुवा पुलको नजिक छ त्यहाँबाट हिँड्दै आयो कहाँ कहाँ के क्षति भएको छ विशेष गरी उतातिर जुन पोहोर सालको ब्याङ्क टुट्या थियो त्योभन्दा बढी भत्का देखिन तर यतातिर रोड साइडमा उतातिर लगभग 300-400 मिटर छ यहाँ 150 मिटर जतिमा रोड चाहिँ पानी ओभरफ्लो भएर यो पानी आएको मैले सुनेको उता बौद्धीमाईमा बकियाको बाँध भत्किया छ बत्कियाको पानी आएर हाम्रो ब्याङ्क पनि भत्काएको छ र यता रोड पनि भत्काएको छ। अब यसको जानकारी हामी आफ्नो तालुक निकायमा गराउँछौँ त्यहाँबाट निर्देशन गर्नु। सर यो नहरमा पनि त पानी जुन छ नि तपाईँ अब सिँचाइ प्रमुख हुनुहुन्छ अब नहरमा पनि त पानी समयमा त आउँदैन। नहरमा पानी अहिलेसम्म किन नआएको हो भने यो सबभन्दा पुछार हो र यहाँको पानी आउने जमुनी सिँचाइ योजनामा ब्यारेज बनेपछि त्यसको पानी नहरमा हालेपछि नै आउने प्रावधानले सुरुमै बनेको हो र अहिलेसम्म त जमुनीको काम सकिसकेको छैन। त्यसैले यहाँ पानी हाम्रो सिजनमा हामी धेरै प्रयास गर्दा पनि बङ्कुलभन्दा उतै पानी रहन्छ र यता पानी आउन सकेको छैन। अहिले जमुनीको गेटको ठेक्का लागिसकेको छ यसपालि काम भइसकेपछि अब खडेरीको बेलामा तपाईँको अब सिँचाइबाट राहत हुन्छ। जुन यो राजपुर नगरपालिका अन्तर्गतमा तपाईँले जुन बाटो हेर्नुभएको छ यो त्यो ठाउँतिर हरेक वर्षमा त जहिले पनि बाढी आएर भत्किहाल्छ टुटिहाल्छ समस्या त यहाँको स्थानीयहरूले धेरै नै हुन्छ। एरियाको हाम्रो यो मेन नहर मात्रै बनिएको छ यसबाट निस्किने ब्रान्च नहरहरू बनिएको छैन त्यसको डिपिआर विभागबाटै भइरहेछ सर्वेहरू भइराखेको हेर्नुभयो होला 1 वर्षदेखि सर्वे भइरहेछ अझै असारसम्म यसको सर्वेको लास्ट म्याच छ त्यसमा त्यहाँ बाहिरको पानी बकियाको पानी त्यहाँ आएपछि कसरी यता बाहिर निस्किन्छ तल दिएर बनाउने त्यो डिपिआरमा छ। अहिले यो बाढीबाट मात्रै भएको क्षतिलाई हामी हेर्न आएको छौँ त्यो विशेष गरेर त्यसमा विस्तृत काम के गर्न सकिन्छ त्यो हाम्रो डिपिआरमा हुन्छ। डिपिआर अहिले सर्वे भइ नै रहेछ यताको एरिया यो नहरमा यतातिर अब 2-3वटा डाइभर्सन बनाइदिएमा समस्या त समाधान मुनिबाट दिनु पर्छ उताको तपाईँको नहरको मुनिबाट पानी जाने अथवा इनलेट दिने भनेको नहरमा पानी जाने बेलामा त्यसलाई क्लोज गरेर राख्ने र बाढी आयो भने त्यसलाई ओपन गरिदिने यताको पनि ओपन गरिदिने रोड साइडको पनि ओपन गरिदिने अनि पानी तलतिर जाने त्यो तपाईँको हाम्रो डिपिआरमा आउँछ।